है गाइज आज चाहिँ हामी यता सनफ्लावर फार्म आइपुगेको छौँ गाइजहरू। त्यसै गरी मामा यता हुनुहुन्छ। हेलो मामा। त्यसै गरी म यता छु है गाइज। भाउजू र माइजू चाहिँ त्यहाँ नानीको जुत्ता लिन जानु भएको छ, उता पर हुनुहुन्छ गाडीमा। ऊ यता छ पुच्ची। चरी चरी साथीहरू, हामी चाहिँ यहाँ टिकट काटेर हामी चाहिँ अगाडि बढिसकेको छौँ साथीहरू। नानीको जुत्ता छोडेर माइजू लिएर आउँदै हुनुहुन्छ, सबैजना हुनुहुन्छ। ल अब हामी हिँड्दैछौँ भित्र घुम्नको लागि साथीहरू। यता फार्म चाहिँ यता छ, एकदमै ठुलो छ फार्म। जताबाट गयो नि भयो। ल सुँगुर कि बङ्गुर भन्ने पनि यहाँ रहेछ साथीहरू है, दुईवटा रहेछ फार्महरू। यता छोरी र यहाँ ठिकै हो। ल यस्तै छ यता है। अब हामी हिँड्दैछौँ अगाडि बढ्दैछौँ साथीहरू। त्यो देखाउँदै जानेछु तपाईँहरूलाई। ल हेर्दै गर्नु होला। यता भिडियो बनाउँदैछु है, भिडियो बनाउँदैछु है। फोटो भिडियो हुँदैछ साथीहरू। ल सबैजना साथीहरू है हेर्दै फोटो खिच्दै हुनुहुन्छ सबैजना। सबैजना छोरी पनि छ यता। हामी फोटो सोटो खिचेर अब अगाडि जाँदैछौँ है। ल गाइज अब हामी चाहिँ भित्र होइन फार्मभित्र छिर्यो साथीहरू। अब यो चाहिँ अब सनफ्लावर पनि अन्तिम जस्तै भइरहेको रहेछ है, देख्नु सक्नुहुन्छ तपाईँहरूले। सनफ्लावरहरू पनि अन्तिम भइरहेछ यहाँ चाहिँ, देख्नु सक्नुहुनेछ है। अलिअलि अब यसको सिजन सकिन लाग्छ साथीहरू है। गाडी चढ्न लाग्यो साथीहरू, गाडी घुम्न लाग्यो, जान लाग्यो है। ल नर्साङ ल है, अलिअलि हिलो छ पानी परेको कारणले। मौसम अलिक खराब छ है हजुर। गाइज टक्क लाएर राम्रो खालको फुलहरू चाहिँ यता रहेछ है साथीहरू। अगाडि कुनै अब यसको सिजन सकेको कारणले गर्दाखेरि कुनै चाहिँ अब बिग्रिसकेको छ। कतिपय चाहिँ भर्खर हुँदैछ है गाइज, देख्नु सक्नुहुन्छ हजुरहरूले है। ए चेरी हिँड्दैछ बिचरा। ल गाइज है देख्नु सक्नुहुन्छ फ्लावर सनफ्लावर गाइजहरू है। अहिले चाहिँ हामी ठ्याक्कै अहिले यो सनफ्लावरको एकदमै फुलेको ठाउँमा आइपुगेको छौँ। तपाईँहरूले देख्न सक्नुहुनेछ एकदमै फुलिरहेछ, तपाईँहरूले देख्नु पनि सक्नुहुन्छ है साथीहरू। एकदम दामी फुलिरहेछ है, हेर्दै गरौँ ल। सबैजना फोटो सेसनमा छौँ साथीहरू अहिले हामी। तपाईँले देख्न सक्नुहुनेछ है साथीहरू, हेर्दै जानु होला। भाउजूहरू यता, मामाहरू यता हुनुहुन्छ। त्यसै गरेर म चाहिँ यता छु, सबैजना यता हुनुहुन्छ है। ठिक छ गाइज। चोरी आयो। साथीहरू अब यहाँको फार्म भिजिट गरेर सक्यो। अब हामी अकल्यान्डतिर जाँदैछौँ है साथीहरू। हेलो गाइस नमस्कार। आज चाहिँ हानौ फल्स अकल्यान्डमा हामी साथीहरू है जङ्गलभित्रको लागि यस्तो सबैजना घुम्नको लागि जाँदैछौँ साथीहरू। यता बुवाहरू हुनुहुन्छ, नानीहरू रेडी तयारीको लागि तयारी गर्दै हुनुहुन्छ। त्यसै गरेर अब हामी चाहिँ अगाडि बढ्दैछौँ साथीहरू है। तपाईँहरूलाई माथितिर कस्तो रहेछ यो फल्स पनि देखाउँदैछु साथीहरू, हेर्दै गर्नु होला, तयारी गर्नु होला। अब हामी हिँड्छ है साथीहरू। छोरी हिँड्यो। ए छोरी खै नमस्ते गरे खै। ल अब सबैजना रेडी बुवाहरू है साथीहरू। अब हामी अगाडि गएर देखाउँदैछौँ है साथीहरूलाई। ल ल बाई बाई। आज एकदमै मान्छेको घुइँचो छ जस्तो लाग्यो है साथीहरू। तल नै एकदमै पार्किङमा एकदम गाडी भरि भराउ छ। अब तपाईँहरूलाई माथि गएर हामी देखाउँछु कस्तो छ। आज यो सन्डे भएर पनि होला सबैजना मान्छे आइरहेको छ साथीहरू। त्यही गरेर हामी पनि घुम्नको लागि जाँदैछु साथीहरू। भन्दै आज अझ आउँदैछ गाडीहरू टनाटन, देख्न सक्नुहुन्छ हजुरहरूले है। यसो गर्नु लगाएर अब हामी अगाडि गएर तपाईँहरूलाई देखाउनेछौँ। हामी चाहिँ हिँडिसक्यो है अब झर्नाको लागि। कहाँ हो झर्ना देख्यो है?
हजुर ए त्यो भित्र ठ्याक्कै देख्दो रहेछ नि यताबाट हेर्ने होला ए हो र ल जुत्ता सफा गर्ने ठाउँ पनि छ इन्ट्री फी पनि त्यही तिर्ने हो क्या फी पर्छ पर्दैन हो इन्ट्री ठाउँ त्यता रहेछ साथीहरू है अब हामी अगाडि जान्छौँ अनि तपाईँहरूलाई यहाँको झर्ना देखाउँछु हजुरहरूलाई ल है साथीहरू लागि अब ग्याङ पछाडि हिँड्दैछ सबैजना अब अगाडि जाउँ यता कुकुरहरू रहेछ फोन गर्ने ठाउँ यता इन्फर्मेसनहरू यहाँ चाहिँ जुत्ता सफा गर्नुपर्छ अरे साथीहरू सबैजना जुत्ता सफा गर्दैछौँ के गर्नुपर्छ यहाँ जुत्ता मात्र सफा गर्ने हो जुत्ता ब्रस गर्ने ठाउँ रहेछ यहाँ त म सफा चाहिँ एकछिन हेरेर के ल जुत्ता सफा गरौँ है साथीहरूलाई हामी सबैजना सफा गर्नुपर्छ अरे सफा गरेर जाने हो अनि फोहोर चाहिँ हेर्ने रहेछ क्या यहाँ पानी यहाँ थिच्दै रहेछ भाउजू है थिच्दै रहेछ भाउजू यसरी पानी हाल्दो रहेछ क्या जुत्तामा आमा हो ल जाउँ कता अब बस लाग्दो रहेछ क्या थिच्नु होइन जुत्ता भिजाउने नै हो आउनु आइजु खै बुवा खै मामा खै आउनु ल अब हामी जुत्ता सुत्ता सफा गरेर अब अगाडि हिँड्यो साथीहरू ल पर्यटकहरू अब पछाडि हिँड्दैछ अब पुल हो साथीको चाहिँ ठुलो उसको पुल हो काठे पुल हो काठ पुल भयो नि धेरै पक्कै पुल जत्तिकै छ यो ल आउनु न यताबाट त्यही झर्नाको है साथीहरू त्यही झर्नाबाट झरेको पानी हो यो चाहिँ आइसक्रिम बेच्ने गाडी आइसक्रिम ट्रक आऊ आउनुहोस् ल आउनुहोस् यस्तै छ साथीहरू है अब हामी अगाडि बढ्दैछौँ फेरि एकैछिनमा के भयो कालो बादल गाह्रो छ त यता चाहिँ पार्किङ हो साथीहरू है हाम्रो गाडीहरू चाहिँ यता पार्किङ गरेर हिँडेको छु त्यसै अब हामी देख्न सक्नुहुन्छ हजुरहरूले यहाँ एउटा दामी झरनाको दिन्छ पानीले देख्न सक्नुहुन्छ है कस्तो छ झरना यसो कमेन्ट गरिदिनु होला साथीहरू फाइनल्ली झरना चाहिँ यही हो अघि हेर्न आउने हामीले हेर्न आएको झरना चाहिँ यही हो है साथीहरू अब हामी अझै त्यसको नजिकै जाँदैछौँ अब सबैजना हिँडिसकेको छ अगाडि यो गरेर साथीहरू म चाहिँ पछाडि हिँड्दैछु सबले हल्का फुल्का फोटो पनि खिचिसक्यो त्यसैले अब हामी अगाडि बढ्दैछौँ साथीहरू है सबैजना हिँड्दै हुनुहुन्छ मामा माइजूहरू अगाडि ल आउनुहोस् कुकुरहरू ल्याउनु मिल्दैन यहाँ यता नि जाने ठाउँ छ छुट्टै जङ्गल यता फेरि हामी झर्ना जाने ठाउँ चाहिँ यता हो साथीहरू है हाम्रो जाने ठाउँ चाहिँ यता छ है साथीहरू यताबाट ल नानी आयो छोरी आयो हिँड्यो है हिँड्यो साथीहरू फाइनल्ली अब हामी चाहिँ हानो फल्स आइपुग्यो गाइस कस्तो लाग्यो झर्ना साथीहरू हेरिदिनु होला है कमेन्ट गरिदिनु होला मन परेमा लाइक कमेन्ट गरिदिनु होला तल